अगाडि म थिएँ कि थिइनँ होला भन्नु त? थिएँ नि त हैन? त्यो अब त्यो के अरे पेटमा त्यो सानो घर बन्नुभन्दा अगाडि पनि त म थिएँ हैन? भने म चाहिँ को हुँ त भन्दाखेरि एउटा बच्चालाई पनि सोधेर म को हुँ भन्यो भने अब उसले त आफ्नो शरीरको परिचय दिन्छ, तर आफ्नो परिचय त दिन सक्दैन उसले हैन? त्यसैले म भनेको को हुँ त? म एक चैतन्य शक्ति आत्मा हुँ। त्यसैले त हामी मेरो शरीर भन्छौँ, म शरीर भन्छौँ त हैन? अब हामी होल पार्ट्स अफ बडीलाई सोध्दै जाउँ त, यो बडीको हुज ब्रेन इज दिस भन्यो भने के भनिन्छ? दिस इज माई ब्रेन, यो मेरो दिमाग हो, म दिमाग हो भन्छौँ त? भन्दैनौँ है। तर सोच्ने बेलामा चाहिँ के भन्छौँ? मैले सोचेको अरे है। अनि त्यहाँदेखि यो आँखा कसको भन्दा के भन्नुहुन्छ? मेरो आँखा भन्नुहुन्छ कि म आँखा हुँ भन्नुहुन्छ? मेरो आँखा भनिन्छ। मेरो आँखा। तर हेर्ने चाहिँ कसले हेर्दैछ? आत्मा सब हो, मैले हेरेको भन्नुहुन्छ नि, मैले देखेँ भन्नुहुन्छ कि मेरोले देखेको भन्नुहुन्छ त? भन्नु त। आँखा मेरो, तर हेर्ने चाहिँ को त? म। जस्तै यो खिड्की छ नि, खिड्कीले आफै हेर्छ त बाहिर? खिड्की त घरको भयो नि त, खिड्कीबाट हेर्ने को हुन्छ? कोही व्यक्तिले हेर्दैछ भने त्यस्तै यो आँखा रूपी खिड्कीबाट पनि कसले हेर्दैछु त? म आत्माले यहाँ बसेर यो आँखा रूपी खिड्कीबाट हेर्छु। यो कान कसको? मेरो। सुन्ने चाहिँ मैले हो। मेरोले सुनेको त भन्दैनौँ हामी, मैले सुनेको भनेपछि यो आत्माले यो कान रूपी माइक्रोफोनबाट या इयरफोनबाट के गर्दैछ त? सुन्दैछ। मैले सुन्दैछु नि त, म आत्माले चाहिँ सुनेको हो। त्यसैले अहिले हजुरहरू यहाँ बसेर सुन्दा पनि हैन, म आत्माले सुन्दैछु भनेर मनले भनेर चाहिँ सम्झिनुहुन्छ भने यो ज्ञान छिट्टो भित्र पस्छ है। तर मैले यो कस्ट्युम अब भने हेमले सुन्दैछु भन्यो भने आत्माले सुनेको भएन नि त, रोलले सुन्दैछ है। भने अब जस्तै सुमित्राले सुनेको भन्यो भने आत्माले सुने त? सुनेन, कस्ट्युमले सुने, रोलले सुने, मेरो रोलले मात्रै सुन्यो। तर म आत्माले चाहिँ यो ज्ञान सुन्दैछु, किनभने यो ज्ञान यो रोलको लागि होइन, सुमित्राको लागि होइन, हेमको लागि होइन हैन, हाम्रो सञ्जी बहिनीको लागि होइन, विष्णुको लागि होइन। कसको लागि हो त यो ज्ञान? आत्माको लागि, मेरो लागि, त्यो ज्योतिको लागि हो है। त्यसको लागि चाहिँ यो ज्ञान हो, नलेज हो हैन? त्यसैले म आत्मा हुँ। म को हुँ? आत्मा हो। त्यसैले अङ्ग्रेजीमा ह्युमन बिइङ भन्छ नि। ह्युमन भनेको दिस बडी इज मेड आउट अफ ह्युमस। हामीले अस्ति पढ्यौँ नि, 5 एलिमेन्टले यो शरीर बनेको छ है। जल, वायु, आकाश, अग्नि, पृथ्वीले। फेरि एक दिन यो आत्मा शरीरबाट निस्किसक्दा यो शरीर कहाँ गएर मिल्छ त? त्यही त्यसैमा गएर मिल्छ। भने ह्युमन भनेको दिस बडी इज मेड आउट अफ ह्युमस या मेटर, नन लिभिङ, यो डेड हो। तर बिइङ भनेको कसलाई भनेको त भन्दाखेरि आत्मालाई भनेको है। त्यही भएर त अब जिउँदो हुनुजेल आत्मामा के अरे शरीरमा आत्मा हुनुजेल त ह्युमन बिइङ भन्छ नि। त्यो आत्मा निस्किसकेपछि के भन्छ? डेड बडी भनिदिन्छ कि ह्युमन बिइङ भन्छन् भन्नु त? डेड बडी हेर त। अब त्यो के अरे त्यो आत्मा हुनुजेलसम्म दिस इज पेसेन्ट भन्छ डक्टरले है। आत्मा निस्किसक्दा टेक आउट दिस डेड बडी, टेक आउट दिस डेड बडी भन्छ। हेर्नु त, को थियो त्यो पेसेन्ट पहिला? अब डेड बडी त अब त्यहाँ ब्रेन पनि त्यही छ, किडनी पनि त्यही छ, हार्ट पनि त्यही छ, सबै थोक त्यही छ त। कसरी डेड बडी भयो भन्दा को निस्क्यो त? आत्मा, त्यो बिइङ, त्यो स्पिरिट हैन। र त्यही स्पिरिटलाई आध्यात्म के भन्छ, हिन्दू धर्ममा आत्मा भन्छन् हैन। त्यही सोललाई क्रिस्चियनिटीमा स्पिरिट सोल भन्छन्, होली स्पिरिट या सोल भन्छन्। त्यसैलाई कुरानमा के भन्छन्? रूह भन्छन्। अब भाषा त एउटै हो नि त। भन्न खोजेको सबैले कसलाई भन्दैछन्? आत्मालाई भन्दैछन्। र जति पनि शास्त्रहरू बनेको छ सबै आत्मा र परमात्माको बारेमा बनेको हो।
तपाईले यहाँ आएर यो ज्ञान सुनिसकेपछि तपाईले कुनै पनि धर्मको शास्त्र पढ्नुहोस्, अर्थ बुझ्नुहुन्छ के भनेको त्यहाँ है। क्रिस्चियनिटीको पनि बुझ्नुहुन्छ, उता पुराणको पनि बुझ्नुहुन्छ हैन, बाइबल पनि बुझिन्छ, उता गीता पनि बुझिन्छ, सबै बुझिन्छ हैन। किनभने यो पढाइ भनेको कसको लागि भन्दैछ त्यहाँ भन्दा मेरो लागि, म आत्माको लागि बोलेको हो नि त त्यो त है, शरीरको लागि बोलेको होइन, आत्माको लागि भनेको हो त्यहाँ जति पनि कुराहरू हैन। त्यसैले म को हुँ त? आत्मा है, म को हुँ? आत्मा हो है। अहिलेसम्म यति धेरै संसारमा प्रब्लम, यति धेरै संसारमा झै झगडा, यति धेरै संसारमा अशान्ति, यति धेरै संसारमा दुःख रोग शोक, यो सबै हुनुको मेन कारण आफूलाई नचिनेर। समस्या छ नि त आज, कम्प्लिकेसन है, यति धेरै कम्प्लिकेटेड हामी किन भयौँ त भन्दा यति सिम्पल म आत्मा हो भनेर सोच्यो भने के छ संसारमा? केही प्रब्लम छ? केही प्रब्लम छैन है। नजान्नको कारण यति धेरै प्रब्लम भयो। त्यसैले जब म हुँदिन, म आत्मा हुँदिन भने हैन, ह्युमन प्लस बिइङ इज इक्वल टु ह्युमन बिइङ है। शरीर, यो शरीरलाई हैन हाम्रो भाषामा भन्दा के भन्छ? जीव। जीव प्लस आत्मा मिलेर जीवात्मा हुन्छ है। जीव भनेको शरीरलाई भनेको, प्लस आत्मा मिलेर हामी के भन्छौँ त? जीवात्मा। र अब जस्तै शरीरको पनि त विभिन्न फ्याकल्टी छ नि त, किन भन्दा अब यो शरीर मात्रै छैन नि त, अब शरीरको विभिन्न फ्याकल्टीले विभिन्न कार्य गरिरहेको हुन्छ। आँखाको काम के हो त? देख्ने हैन। मुखको काम के हो? बोल्ने खाने। कानको काम के हो? सुन्ने। अब जस्तै पेटको काम के हो? डाइजेसन गर्छ हैन। त्यस्तै आफ्नो आफ्नो फङ्सनहरू छ है। त्यस्तै यो आत्माको पनि तीनटा सूक्ष्म पावर्सहरू छ, तीनटा सूक्ष्म शक्तिहरू छ। त्यो तीनटा सूक्ष्म शक्ति आत्माको के हो त भन्नु त? आत्माको तीनटा सूक्ष्म शक्ति के हो? मन, यो बिर्सिनु हुँदैन है, यो त पढाइ हो नि त। तपाईले स्कुलबाट पढेर बिर्सिनु भयो भने के हुन्छ त है, यो पढाइ हो। आत्माको तीनटा सूक्ष्म शक्ति हामीले स्कुलमा गएर पढ्छौँ शरीरको विषयमा, यो युनिभर्सिटीमा पढाइ हुन्छ आत्माको विषयमा, आफ्नो विषयमा, आफ्नो भित्रको संसार के हो। हामीले बाहिरकै संसारको बारेमा मात्रै पढ्छौँ, तर मेरो बारेमा त कहिले पढेको छैन नि। पढ्नु भएको छ त कहिले? छैन। तपाईँ कहीँ जानुहोस्, कुनै धर्ममा पनि हामीले आफ्नो बारेमा पढ्दैनौँ, पढ्छौँ त? त्यही भएर त कम्प्लिकेसन आयो। नभए त यदि धर्ममा आफ्नो बारेमा पढ्नु, आफ्नो बारेमा जान्नु, आफ्नो बारेमा सबै हुनु भने कति सुख हुन्थ्यो होला। धर्मको नाममा झगडै हुने थिएन, लडाइँ नै हुने थिएन, के हुन्थ्यो त? अन्त हुँदैन थियो हैन। त्यसैले यहाँ हामी आफ्नो बारेमा पढ्छौँ है। त आफ्नो बारेमा त मेरो म आत्माको सूक्ष्म सटल पावर्स के हो त भन्दा मन, बुद्धि, संस्कार। के रहेछ आत्माको तीन पावर्स? मन, बुद्धि र संस्कार। मनको काम के हो? मनको काम के हो? सोच्ने है। मनले के गर्छ? सोच्छ। मनले सोच्ने मात्रै काम गर्दैन, चारवटा काम गर्छ मनले है। हामी अङ्ग्रेजीमा भन्दा TEAM टिम भन्छौँ नि। टी भनेको थट्स। जति पनि थट्सहरू क्रिएट हुन्छ कहाँबाट हुन्छ? मनबाट। ई भनेको इमोसन्स, कहिले खुसी हुने, कहिले मुड अफ हुने, कहिले के हुने, इमोसन फिलिङ्सहरू कहाँबाट हुन्छ त? मनबाट हुन्छ है, मनबाट। TEA एटिच्युड है, वृत्ति। त्यो पनि एटिच्युड पनि कहाँबाट हुन्छ भन्दा मनबाट। यसको के भन्छ? नियत ठिक छैन भन्छ नि होइन, के भन्छ? एटिच्युड पनि कहाँबाट हुन्छ त? मनबाटै हुन्छ। TEAM मेमोरी है। अब हामी भन्छ नि दिमागमा सबै कुरा बस्छ भनेर,
दिमाग भनेको हार्ड कपी हो भने मन भनेको के भन्छ सफ्ट कपी हो। मन चाहिँ के हो त सफ्ट कपी हो। अब जस्तै कम्प्युटरमा सबै कुरा बसेको हुन्छ अनि त्यहाँदेखि हार्ड कपीमा निकाल्छौँ नि हामी प्रिन्टरबाट होइन, हो त्यस्तो मनमा भएको कुरा मात्रै ब्रेनमा आउने हो। ब्रेन भनेको त फिजिकल चिज हो नि त। मन त अब तपाईँले जे मेमोरीमा भरेको हुन्छ पछि गएर म त्यही लिएर जाने हो अर्को शरीरमा। यहाँ मैले जे भरेको हुन्छ त्यही लिएर जाने हो है, त्यही लिएर जान्छु। त्यही भएर मनमा TEAM, एम भनेको मेमोरी। जति पनि कुराहरू बसेको हुन्छ कहाँ बसेको हुन्छ त होइन, मेमोरीको काम। यति